केपी ओली अरु को छ र यहाँ? केपी ओलीदेखि बाहेक को छ अरु? ईश्वर दाईहरु चुप लागेर बस्ने हो अहिले। ईश्वर दाई चुप लागेर एउटा बैगुनी केटा छ हाम्रो गाउँको। अब बैगुनी केटालाई जति सम्झाइ पनि हुँदैन फेरि। अब हेर्नु फुस्रे कसरी निक्लेको छ। भाइ पार्टीका कुरा गर्नु पनि हुँदैन, किनभने यो उनीहरुको कुरा हो। हामी पनि रमिता हेरेर बसेका छैनौं। हामीले यो पार्टीको त कुरा छोडिदिनु न तपाई। यो पार्टीमा त अध्यक्ष केपी ओली नै हुन चाहिँ 5 वर्ष। यो देशको प्रधानमन्त्री पनि केपी ओली हुन्। त्यो भएको कारणले दक्षिणपन्थीबाट निक्लिएका उग्रपन्थीहरूको कुनै भिजन हुँदैन, कुनै नेतृत्व हुँदैन। माइती घर मण्डलामा बसेर गाँजा र ड्रग्स खाएर अनि संविधान पनि चेन्ज गरिदिने कि क्या हो, के प्रधानमन्त्री पनि हटाइदिने कि क्या हो, राष्ट्रपति पनि हटाइदिने कि क्या हो भन्ने ड्रग्स खाएर आउने अपराधी अनि त्यस्ता फुस्राले केपी शर्मा ओली भागे अरे। केपी शर्मा ओलीलाई थाहा छ के को माया थियो? हाम्रो माया थियो। लगेर जुनसुकै आन्दोलन हेर्नु भएको छ तपाईले सडकमा, जहिले त्यहाँ सर्वसाधारण मर्ने हो। दुर्गे पर्साईको छोरो मर्यो त्यहाँ, बालेन साकी श्रीमती आई त्यहाँ, ती अहिले हाम्री हजुरआमा बिचारा ठ्याक्चीलाई लगेर शेरबहादुर देउपाले हटाउँदा पनि केपी ओलीले राखिदिनु भयो। ङङ गरेर बस्छिन् ती हेर त्यहाँ। तिनले के बोलेकी छिन्? यी नेता सबै मार्नुपर्छ भनिन्। त युवा सङ्घको त्यत्रो 3 लाखको जनसङ्ख्या जाँदाखेरि कचाकुचुक बनाइदिन्थे त, किनभने यिनमा अनुशासन छ। हाम्रा बाबुबाजेको संस्था हो यो, कुनै एउटा व्यक्तिको होइन, कुनै यहाँ ईश्वर पोखरेलको मात्रै होइन यो संस्था। जति यो पार्टीमा केपी ओलीलाई चाहन्छन् नि, यो भन्दा धेर त बाहिरका मान्छेले चाहन्छन्। कांग्रेसकाले पनि अस्ति डाक्टर सुनिल शर्माले के बोल्यो? हुन त उ दही चिउरे हो, दुर्गेला बेला बेला हावा भर्ने मान्छे उही हो। बुझ्नुभयो नि तपाईले? त्यो भएको कारणले हामी नेपाली जनताले सबैले यी टुक्रे ग्याङ हटाइदिने हो। यी सबै एनजिओ आएनजिओ कांग्रेस र एमाले अमेरिकाको कुरा नमानेपछि रवि लामिछानेलाई जन्माएको तपाईहरुलाई थाहा छ? रवि लामिछाने त्यसै जन्मेको होइन, बुझ्नुभयो नि? त रविलाई जेलमा हालेर अहिले कहिले कमाउँदैछ? निलो खुत्रुके अरे। हेर्यौ नि निलो खुत्रुकेको कयामत। अनि नेपालको झण्डा ओडेर हाम्रो देशको सिंह दरबार लगाउनेलाई महेश बस्नेतकै अगरबत्ती बाल्नु पर्ने छ त दाजुभाइहरु? किन यो महेश बस्नेतको देश होइन? अनि पार्टी पनि नचाहिने अरे, राजा पनि नचाहिने अरे। कुन त तिनका बाउले आएर देश चलाउने? उहाँ ज्ञानेन्द्र शाह गरेर बसेको छ। राजेन्द्र लिङ्गदेन यहाँ आएर बोलेको छ। अब आज ज्वरो आउँछ हाम्रा राजालाई। प्रकाशसँग के हो? अब भविष्यमा एकता गर्नुहुन्छ के आजको संकेत? ए भाइ ज्ञाने राजेन्द्र दाइ कहाँ छ? बोलाओ त यता, मसँग इन्टरभ्यू बोलाओ त, लिएर आओ। उसलाई सोध्नु राजेन्द्र लिङ्गदेनलाई यो लेभलमा पुर्याउने हामी कुमाईहरू हो, विशेष गरी कुमाईहरू। झापाको कुमाईले राजेन्द्र लिङ्गदेनलाई यो पार्टी अफिसमा राखेको छ। रेशम दाई आएको छ, बोलाएर सोध। कुन्ती साईलाई हटाएर रेशम दाईलाई राप्रपामा हामीले मन्त्री बनाएको। सोध त यही आएको छ, अघि मैले भेटिरहेको थिएँ, उहाँ दाईलाई थाहा छ। सुन्नु यता, त्यो भएको कारणले यी फुस्रेहरू जसको केही नि छैन होइन, तल ज्वरै छैन, त्यो ज्वरो नभएको पानीको लेउ हुन्छ नि, फु गर्यो भने फाटिन्छ। त्यो आयो त अब राजेन्द्र दाई यही आयो त। अनि यिनीहरू भनेको यहाँ सुन्नु, यिनीहरू भनेको थाहा छ सिंह दरबारमा जान्छन् कि दाजुभाइ, अनि केपी ओलीलाई गाली गर्छन्, शेरबहादुरलाई गाली गर्छन्, रामचन्द्र पौडेललाई गाली गर्छन्। अनि राति भएपछि त्यो ऋषि धमला जस्तो भतुवा छ नि, राति उहाँ महेश दाइकामा आउँछ, हजुर मेरी बुढीले मलाई भातै दिन भन्दै आउँछ। उहाँ त पार्टी खोली त्यही त अस्ति बाले भनिदिनु भएन? दिनभरि गाली गरे जस्तो गर्ने, बेलुका गरेर लम्पसरा सबै रवि 3:30 बजे आउँछ बाका घरमा। सुन्नु यता, अहिले त कसरी आउनु? यो नाट अहिले त कसरी आउनु? बाले हालेका होइनन् क्या? त्यो बाले के भनेका थिए भने हाम्रा माननीय सूर्य थापा